ओ हे गाइस वेलकम टु माई ब्लग। आज चाहिँ हामी राजदरबार गइरहेको छौँ। देखिन यति छोटो छ हैन, यहाँबाट त्यहाँ पुग्न चाहिँ लगभग आधी घन्टै लाग्छ। आधी घन्टा त मिनिमम लाग्छ, 1 घन्टा नि लाग्न सक्छ। देखिन यहाँबाट एकैछिन त हो जस्तो लाग्छ, तर त्यहाँ पुग्न चाहिँ यस्तो दुःख हुन्छ नि। उसको लागि चाहिँ अब पुरै भिडियोमा देखाउँछु। यात्रा हाम्रो राजदरबारको यहाँ छ। राजदरबार देखिन नजिक हो, जान चाहिँ लगभग आधी घन्टा नै लाग्छ होला। यो चाहिँ रोडको बाटो भयो, यो चाहिँ पहिलाको पुस्तेनी बाटो भयो। हामी चाहिँ अब पुस्तेनी बाटोमै जान्छौँ। लेट्स गो गाइज। आउँदैछन् गाइजहरू पनि। अब चाहिँ हामी चाहिँ यो उकालीमा लड्दै पढ्दै जानुपर्ने भयो। पैसा हाल बिहाल देखिने देख्यो न त यहाँ ज्यापन्दा हो। यहाँबाट देखिने सिन त A1 हो क्या, A1। यदि तपाईँ बजाङ आउनुभयो भने एकचोटि बन्नीमष्ट मन्दिर र राजाको कोट चाहिँ जरुर आउनु होला क्या। हाम्रो चाहिँ हिँड्दैछौँ बाटोमा। यिनीहरू मलाई गाली गर्दैछन्, त्यही भएर कोटोको जाने बाटो गेटनिर पुग्यौँ हामी चाहिँ। अब आफै माथि धेरै गर्नु हो। यो चाहिँ मेरो चुन्नी बोक्नेवाला ऊ चाहिँ, यो चाहिँ मेरो झोला बोक्नेवाली पैसाको झोला। यो चाहिँ अझ छ हाम्रो लगभग यात्रा 15 मिनट। यो खर्ती गाउँ हो। कहिले ऊ खर्ती गाउँ, ऊ पातल टिका डाँडो। तो गाइज पुग्दैछौँ हामी राजदरबारतिर। कुन बाटो होला यार, तलको होला कि माथिको होला? माथिकै बाटो होला। हालत त देख्लो हाम्रा, पसिना आएर खतम भएछ। तलको तलको बाटो हो क्या, यही बाटो हो। अब हामी फोटो राजाको कोट।
पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी खोला मकन नभए खती जोबन जानलाई गयाली काँकडी खोला मकन नभए खती त्यो चाहिँ इन्ट्री करो गाई छ यो राजाको कोटको गेट कोटको गेट अब यहाँबाट देखिने सिनहरू चाहिँ म देखाउँछु यो चाहिँ मेरो ठाउँ हो जुटेरा जुजी भन्ने ठाउँ हो पारीको ठाउँको नाम एक्ज्याक्टली मलाई थाहा भएन रङ ठाउँ भन्यो भने गाह्रो पर्छ यहाँबाट यस्तो यस्तो ठाउँ देखिन्छ यदि तपाईँ बजार आउनुभयो भने स्योरली एकचोटि चाहिँ हाम्रो राजाको कोट र मन्दिर बन्नीका मास्टर चाहिँ एकचोटि पुगेर आउनु पऱ्यो अब चाहिँ हामी भित्र जान लागेका गाइज देखाउँछु हाम्रो राजाको दरबार कोट यो चाहिँ नयाँ भवन लागेर रहेछ नयाँ बिल्डिङ भनौँ कि नयाँ घर भनौँ यो हाम्रो राजा बस्ने पहिलाको मेन बिल्डिङ भनौँ कि दरबार यो घर कत्रो दरबार जत्रो भन्छौँ त्यही हो यही थियो हाम्रो राजाको दरबार यता चाहिँ अब खै नामहरू लेखेको छन् नाम चाहिँ अब के हो त पढ्न सकिन्न शिलालेखन गरेको नाम यो चाहिँ फ्रन्ट भ्यू भयो हाम्रो राजदरबारको अब हामी पछाडि ब्याक भ्यूतिर जाँदैछौँ खै के पो रहेछ थाहा भएन यही हो हाम्रो राजाको दरबार यहाँबाट चारैतिरको ठाउँ देखिन्छ यता पनि देखियो यता पनि देखियो सब ठाउँ चारैतिर देखिन्छ यो चाहिँ ब्याक भ्यू भयो हाम्रो राजाको दरबारको अब यो चाहिँ अब के रहेछन् अब थाहा भएन म उत्तिकै भन्दैन क्या एकचोटि बजाङ आएपछि राजाको दरबार चाहिँ भेट पुगेरै जानु होला भनेर यस्तो राम्रो ठाउँ देखिन्छ नि यहाँबाट त्यो हेर्नुहोस् यो भयो अब अर्को साइड भ्यू हेर्न जाउँ
पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो सब ठाउँमै देखिन्छ जानलाई गयो याली त्यही भएर चाहिँ राजाहरूले खोला हाइटमा आफ्नो दरबार बनाउँदो रहेछन् किनभने चारैतिरबाट आफ्नो दुश्मन कहाँबाट आउँछ जस्तै आउँछ भने सब निगरानी राख्नुहोस् भनेर पहिलाको जमानाको इट्टा यस्तो बबल रहेछ आधी इट्टा आधी ढुङ्गाले बनाएको हाम्रो राजाको दरबार यहाँतिर चाहिँ भत्किसकियो रहेछ अब भित्र जानुहुन्थ्यो भित्र जानलाई अब एलाउ छैन होला त्यही भएर बाहिरबाटै सब देखेर नाम्दी जान्छौँ मेरा जन्म्या थली अली काँकडी खोला क्या राम्रो दुर्गाको जिउलो जन झायै ढाली अली काँकडी खोला सेल्टियै सिलङ्गी डाली जन झायै ढाली अली काँकडी खोला सेल्टियै सिलङ्गी डाली पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयो याली काँकडी खोला मकन नभए खती जोबन जानलाई गयो याली काँकडी खोला मकन नभए खती कठाइको ढुङ्गा हान्ने ठाउँ कहीँ हो नि यता के हो कठाइ त ढुङ्गा हान्ने ठाउँ हो नि यो मेरा जन्म्या थली अली काँकडी खोला क्या राम्रो दुर्गाको जिउलो जन झायै ढाली अली काँकडी खोला सेल्टियै सिलङ्गी डाली जन झायै पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयो याली काँकडी